यस्तो गर्नुपर्छ हौ। साह्रै राम्रो छ तर नाक मेरो। त्यही त यसको रिस चाहिँ म एक दिन चाहिँ मिटाइदिन्छु। मम्मी आज म कलेज जान्दिन। किन त्यसै किन नजाने? स्कुलमा कसले हेप्दैछ? किन नजाने हा? स्कुलमा कसैले हेप्दैछ? मम्मी मलाई दुईजना केटाले रोडमा नराम्रो टचहरू गर्दैछ। कहाँ छुको छ तिमीलाई? मेरो भित्र मनलाई छुको छ। आज कलेज जाऊ, आज उपरान्त फेरि त्यो केटाले छेडछाड गर्नु खोज्यो भने मभन्दा नराम्रो कोही पनि हुँदैन। जाऊ खाता किताब लिएर आऊ। आज छैन रहेछ त। नमस्ते। को हो तिमीहरू? नचिनिकन नमस्ते कसो त? म हजुरकै छोरीको बोयफ्रेन्ड होइन? के भनिस्? चिन्नु भएन? अस्ति के हेरेको तँ चाहिँ? बस्तीको मासु खाएर उठेको म। तिमीहरूलाई चाहिँ के गुडिया लाग्यो मलाई? आज त रोडमा केटाहरू पनि थिएन। यहाँ के गर्नु आयो? मम्मी त आज मलाई आमा आमा छोड्दिन, म कसैलाई छोड्दिन। पहिला मैले पापा गुमाएँ, अहिले आमा। अब म आफूलाई गुमाउन सक्दिनँ। कौन गंगू बेटी? तेरा बाप गंगू बेटी, मैं गंगू बाई। म त्यो गङ्गु होइन, म त्यो गङ्गु बाई। या म एकजनालाई बदला गर्छु। ठान लिया गंगू ने, हमारे बच्चों को इनको शिक्षा का हक दिलाकर ही रहूंगी और समाज में इंसान की तरह जीने का हक मैं लेकर ही रहूंगी। कति राम्री के गरेको भाइ? मैले के गरेको? मेरो फोन